नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो नयाँ यात्रामा। आज हामी जाँदैछौँ नुवाकोट जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवको दर्शन गर्न। काठमाडौँको भिडभाड र व्यस्त जीवनबाट केही समय टाढा प्रकृतिको काखमा रहेको यो ठाउँ धार्मिक मात्र होइन, प्राकृतिक रूपमा पनि अत्यन्त सुन्दर मानिन्छ। हामी आजको यात्रा इभी माइक्रोबसबाट सुरु गर्दैछौँ। त्यसैले यो यात्रा आरामदायी, शान्त अनि वातावरण मैत्री पनि हुनेवाला छ। काठमाडौँ छोड्दै जाँदा बिस्तारै सहरको भिडभाड हराउँदै गयो अनि सुरु भयो हरियाली डाँडा, घुमाउरा सडक र शान्त वातावरण। बाटोभरि देखिने गाउँघर, खेतबारी, खोला नाला र पहाडका दृश्यहरूले यात्रा निकै रमाइलो बनाइरहेका थिए। यात्रा भनेको गन्तव्यमा पुग्नु मात्र होइन, बाटोमा भेटिने अनुभवहरू पनि हो। कहिले चिया पसलमा छोटो विश्राम। हजुर के भन्दैछ अरे? हामी चाहिँ कहाँ जानु लागेको भन्नुहोस्? दुप्चेश्वर महादेवसम्म। अहिले चाहिँ यहाँ हामी खाजा खाएको अवस्था छौँ, हामी खाजा खाँदैछौँ। बिफोर गोइङ टु दुप्चेश्वर महादेव। के भन्नुभयो अरे? एकचोटि भन्नुहोस् त। उहाँको ससुराली गरे। ल हेलो गाइस गरौँ। पहिले फोटो खिच्ने रमाइलो, यस्तै साना पलहरूले यात्रा अझ विशेष बनाउँछन्। इभी माइक्रोबसको यात्रा निकै स्मुथ लाग्यो। धुवा र धेरै आवाज नभएकाले प्रकृतिलाई अझ नजिकबाट महसुस गर्न पाइरहेका थियौँ। केही घन्टाको यात्रापछि हामी दुप्चेश्वर क्षेत्र नजिक पुग्यौँ। वरिपरि घना जङ्गल, चिसो हावा र खोलाको आवाजले वातावरणलाई अझै शान्त बनाइरहेको थियो। दुप्चेश्वर महादेव विशेष गरी गुफाभित्र रहेको शिवलिङ्गका कारण प्रसिद्ध छ। यहाँ विशेष गरी जनै पूर्णिमा र शिवरात्रिमा हजारौँ भक्तजन आउने गर्छन्। यस्तो ठाउँमा आउँदा सहरको तनावबाट केही समयका लागि टाढा भएको अनुभव हुन्छ। अन्ततः हामी पुग्यौँ दुप्चेश्वर महादेव। गुफाभित्र रहेको शिवलिङ्ग, माथिबाट झरिरहेको पानी र प्राकृतिक बनावटले यो ठाउँलाई अझ रहस्यमय र पवित्र बनाएको छ। यहाँ आएपछि मनमा छुट्टै शान्ति महसुस हुन्छ। धेरै मानिसहरू यहाँ मनोकामना पुरा होस् भनेर पूजा गर्न आउने गर्छन्। प्रकृति र आस्थाको यो सुन्दर सङ्गम नेपालका धार्मिक स्थलहरूमा कमै भेटिन्छ। दर्शनपछि हामीले वरिपरिको क्षेत्र पनि घुम्यौँ। यहाँको प्राकृतिक सौन्दर्य साँच्चै मनमोहक छ। यदि तपाईँ शान्त वातावरण, धार्मिक यात्रा र छोटो एडभेन्चर खोज्दै हुनुहुन्छ भने दुप्चेश्वर एकदमै राम्रो डेस्टिनेसन हुन सक्छ। आजको यात्रा साँच्चै यादगार रह्यो। दुप्चेश्वर महादेवले केवल धार्मिक अनुभूति मात्र होइन, मनलाई शान्त बनाउने ऊर्जा पनि दियो।
यदि तपाईलाई पनि प्रकृति, शान्त वातावरण र धार्मिक स्थलहरू मनपर्छ भने एकपटक डुब्चिसो अवश्य घुम्न आउनुहोस्। आजको भिडियो यहीसम्म। भिडियो मन परे लाइक, सेयर अनि च्यानल सब्सक्राइब गर्न नभुल्नुहोस्। फेरि अर्को नयाँ यात्रासँग भेटौँला। जय महादेव।